फाइनली गाइस सबैजना सन्चै हुनुहुन्छ। यो पातारेस हिमाल लगायत मेरो घर पनि हो, यो हाम्रो घर हो। अब यहाँ चाहिँ विशेष भोलिदेखि विवाहको तयारी अस्ति 1 हप्ता भयो सुरु हुन लाग्यो। भोलि लास्ट दिन, भोलि जन्ती जाने लगभग चाहिँ यो चाहिँ हाम्रो सुरुवातको स्टेप हो। अब यहाँ टङ्गाउँदैछन् के सामान लगभग चाहिँ। अब यो चाहिँ हाम्रो मेन गेट। अब गाउँघरको चल्ती अनुसार चाहिँ यो गेटलाई चाहिँ यहाँ चाहिँ अब एकछिनमा यसको यति गरेर चाहिँ यहाँ झुपछुप हालिन्छ है द्यारको। ऊ त्यहाँ नजिक भएको हाम्रो द्यारको चाहिँ त्यहाँ चाहिँ झुबहरू हालिन्छ। अनि त्यसपछि यसको सेकेन्ड चरण भनेको अब यो छ, यो चाहिँ दमाईको लागि हो। हाम्रो बाजाहरू बजाउने दमाईको लागि चाहिँ लगभग चाहिँ मस्टले उताहरूलाई चाहिँ मिठो खुवाएर एनर्जी सहित राखेर अनि यो गेटमा सजाउने झुप, यसलाई अर्ग्यानिक भन्छ। अनि यो चाहिँ हाम्रो दमा हो, मस्तको ड्याम बजाउने दमाहरू। अनि दिदीहरू त्यहाँ हुनुहुन्छ, त्यहाँ चाहिँ टाटेहरू हाल्दै हुनुहुन्छ। अनि यसको हाम्रो चाहिँ यो टबमा भनेको हाम्रो चाहिँ लारु भन्दैछ, त्यो दुइटा झ्याल निकालेर चाहिँ हावा पास हुनुको लागि हो। त्यहाँ हावा पास भएन भने चाहिँ लारु सुक्दैन भनेर। अनि आज चाहिँ हाम्रो लारु प्याकिङ हुँदैछ। खासै हाम्रो घर चाहिँ भने जस्तो फिनिसिङ चाहिँ छैन, किनभने हामी घरमा कोही पनि बस्दैनौँ क्या। दाइ सुर्किँदै हुनुहुन्छ, म बजारमै छु। अनि बाबाले घर चाहिँ ठुलो लाउनु भयो, तर फिनिसिङ छैन, तर हुन्छ कुनै दिन है। यसको टपमा चाहिँ हाम्रो लारु चलिरहेको छ भटाभट। यहाँ हाम्रो बाजे हुन्, जन्ती जाने बाजे। भोलि जन्ती जाने हो न बाजे, फर्किहाल्छ नि। बाइक छोडेकै छ त, अनि के चाहियो भने यो चाहिँ हाम्रो टप माथि है गाइज। यस्तो भइरहेछ है। ल के भन्नु छ भन्नुहोस्। भोलि है यो चाहिँ पेरुङ्गा भन्छ यसलाई। मस्टको छ है, कामहरू धमाधम चल्यो। ऊ त्यो चाहिँ लारु है। अनि त्यो चाहिँ प्याक भएको, त्यो चाहिँ प्याक हुने क्रम जारी नै छ। उता कुनामा दाइ हुनुहुन्छ। ल भन्नुहोस्, केही छ तपाईँहरूको भन्नुपर्ने? ल यस्तै हो, बिहा भन्ने चिज सकेसम्म चाहिँ नगर, गरेपछि पैसा नै जमाएर ल भइरहेको छु है। कन्टिन्यू चलिरहेछ। बाबा हिजोमा चाहिँ हुनुहुन्छ, बिहा काट पनि गोजीमा छ, सकिया छैन है। कति 1 पिस जति छ। अनि बिना तल लागिराख्नु भए लगातार मेहनतमा गाह्रो छ। छुट्याला भयो त्यो डोरी, गाह्रो छ। गाह्रो यो भोलि जन्ती जाने भनेको यो पुरै बस्ती नै है। हो त्यो माथि गाउँदेखि यो भित्रको गाउँदेखि लगायत सम्पूर्ण, अनि हो त्यो पारी रोडमा देखिने गाउँ समेत सबै गइन्छ राइट। फाइनली अब हाम्रो चाहिँ लास्ट स्टेप भनेको बोक्सिनी लारु भन्छ यसलाई होइन। हामी बोक्सिनी लारु बनाउनु तर्फमा लागिरहेको छु। अरू लारु चाहिँ यता प्याक छ। हाम्रो दाइले चाहिँ एउटा बोक्सिनी 3वटा डल्ला पारिसक्नु भएन बोक्सिनी लारु। 4वटा रहेछ। ल भन्नुहोस् है, के भन्नु छ? एकदमै राम्रो हुनेछ हाम्रो, हामी त्यही भन्न चाहन्छौँ। यता हाला हुने दुई शब्द केही छ हजुर? नातिको दुई शब्द होइन, दुई शब्द। कस्तो भनेको छोराको उपलब्धि, नातिको उपलब्धि हो। नातिनी भेट थ्याङ्क यू। ल जानु भएर पोखरा सही त
सिमिलार भन्छ यसलाई यो बनाउँदैछु म है यो लगेपछि है मर्छ अनि हाम्रो साथको आउने जतिले यो पनि पाउनुहुन्छ है